रोजगार विभागले हामी के भन्छौँ भने यसरी नै तपाईँहरू नाटक गर्नुहुन्छ भने यो कति दिनसम्म गर्ने हो, यो विभाग के को लागि हो। त्यसैले गर्दा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ। यहाँ लाखौं होइन 3 करोड जनसङ्ख्या जनतामा आधी करोड जनसङ्ख्या यस्ता यो वैदेशिक सम्बन्धी पीडित भएकाहरू धेरै छन्। त्यसैले गर्दाखेरि धेरैले ठगीमा ठगेर लुटेर भागेर उनीहरू दिल्ली, मुम्बई, दुबईमा, क्यानाडा, युकेतिर चाहिँ उनीहरू लग्जरी लाइफ आनन्दले चाहिँ दिएर बसेको छ। उनीहरू उल्टा त्यहाँबाट धम्की दिन्छन्, तिमीहरू के गर्न सक्छस् होइन, सरकार हाम्रो पक्षमा छ, हामीले सबैले चिनेको छ, उहाँ चिनेछ त्यहाँ चिनेछ भनेर चाहिँ दुनियाँको चाहिँ नेता मन्त्रीहरूको फोटो खिचेको चाहिँ पठाएर चाहिँ पीडितलाई धम्की दिएको अवस्थाहरू धेरै छ। त्यसैले गर्दाखेरि यस्तै नै भइरह्यो भने भोलि हामी सडकमा मात्र होइन हरेक निकायहरू पनि हरेक निकायको ढोकामा चाहिँ हामी के अरे ढकढकाउन जानेछु भन्न चाहन्छु। त्यसैले गर्दा सबको चाँडोभन्दा चाँडो वैदेशिक रोजगार विभागले न्याय दिनु होला भन्न चाहन्छु। र पीडित साथीहरू कोही पनि हामी पीडित भएको भनेर त्यतिकै रोडमा उत्रेको छैनौँ कि प्रमाण सहित आएको छौँ। प्रमाण सहित छ, बिना प्रुफ बिना प्रमाण कोही कसै पनि रोडमा आएको छैन, सम्बन्धित निकायमा पुगेको छैन। त्यसैले गर्दा प्रुफ सहितको प्रमाण सहित लिएर आउँदा पनि कारवाही हुँदैन भने कसले चाहिँ कारवाही हुनुपर्ने हो।